गर्छन् भाइ म त्यस्तो लबी सबी भन्दिनँ सरी जिस्काको ल वेलकम टेम्पोवाला त्यस्तो भन्नु हुँदैन होइन यस्तो तिम्रो छन् चाहिँ बोयफ्रेन्ड छ प्रिन्सेस जिस्किने भने आफ्नो ठाउँमा छ तर त्यस्तो लबी सबी भन्नु हुँदैन तोबा तोबा पाप लागेको अहिले प्रिन्सेस थ्याङ्क यू भाउजू रे तिम्रो बोयफ्रेन्ड छ तिम्रो बोयफ्रेन्ड छ प्रिन्सेस नो प्रिन्सेसको बोयफ्रेन्ड उहाँको बिएफ हो है रे दुबई आऊ रे 54 उहाँको बिएफ हो है रे तपाईँले देख्नु भएको छ उहाँ मेरो बिएफ भनेर वेलकम फिस्टे जे पनि नभन्नु न मेरो के यो बिगो मात्र लाइफ हो मेरो यो बिगो बाहिर आफ्नो दुनियाँ छैन कि छैन 54 को आफ्नै गर्लफ्रेन्ड होला आफ्नै होला घरमा होइन आफ्नै गर्लफ्रेन्ड होला बिगोमा जोसँग पनि नाम जोड्ने काम नगर्नु न मेरो अरू नै कोही छन् अरू के सुन्न चाहनुहुन्छ मेरो बोयफ्रेन्ड छ तर 54 होइन खुस छिटो तिम्रो दिजुलाई फोन गरेर छिटो फोन उठाउनु हुँदैन अब राति मैले जस्तो तिमी रातभरि जाग्न नपरोस् दुई हात जोडी मायाको भिख माग्न नपरोस् मैले दुनियाँ त्यागेको थिएँ तिम्रो लागि मैले दुनियाँ त्यागेकी थिएँ तिम्रो लागि तर कसैका लागि तिमीले आफूलाई त्याग्न नपरोस् ओ माइ गॉड कतै भन्छु नि म तिम्रो दिदीले मेरो म्याच नदिनु होला र जहिले नै दिन्थ्यौँ मैले भन्न पाइनँ तिम्रो दिदीले राम्रोसँग बस्नु भन टेक केयर है वेलकम 51 हस् तिम्रो दिजुलाई छ नि हाम्रो ग्याङको के भयो यो 4 जना ग्याङमा चाहिँ कस्तो प्रश्न देखिरहेको छु मैले त्यसैले यो ग्याङ यस्तो गयो ल राम्रोसँग बस प्रिन्सेस तिम्रो दिजुलाई पनि राम्रोसँग बस्नु भन मेरो तिम्रो दिजुलाई के भन्न थाहा छ तिम्रो दिजुलाई जेम्स दिजुले चाहिँ मनदेखि नै माया गरेको मेरो म्यासेज त मेरो दिदीले के अरे हेर्छ ठिक छ राम्रोसँग बस तिमीसँग म एकचोटि कल त गर्छु मेरो आँखा मैले पिरिमिल देखेको थिएँ यो लेन्स लाएर उयो भने यो आँखा यस्तो इफेक्ट गर्दैन फ्री टाइम देखेको क्या म तिमीसँग एउटा कुरा गर्छु ल